ल गाइजहरु यहाँ आज हामी सेक्वाको एकदम तयारी हुँदैछ यहाँनिर। अब हाम्रो बेलुकाको कार्यक्रम चाहिँ खतरा हुँदैछ। यहाँ आगो बालेर भयो टक्क मासु ल्याएर यहाँनिर। ल गाइजहरु ह्याप्पी न्यू इयर। अनि हामी न्यू इयरको लागि चाहिँ सेक्वा खानुको लागि यहाँ छतमाथि यसरी तयारी गर्दैछौँ। अब एकछिनदेखि हाम्रो कार्यक्रम भव्य तरिकाले सेक्वा बनाएर गर्ने योजना छ। तपाईहरु कुन तरिकाले मनाउने हुन्छ? हाम्रो चाहिँ यसरी सुरु भइसकेको छ है त गाइस। ल सुरुवात यहाँ यसरी हुँदैछ। हाम्रो मेन कुक बनाउने चाहिँ हाम्रो दाजु हुनुहुन्छ यहाँ टक्कैसँग। टेक्नोलोजी भन्छ नि, टेक्नोलोजी त्यसो कागजलाई बनाउनु होइन। सबै तयारी हुँदैछ। सेक्वा हाम्रो दाजु चाहिँ प्रोफेसनल हुनुहुन्छ एकदम यहाँ टक्कैसँगले। खसीको सेक्वा हो। यदि सुरुमा स्पेसल सेक्वाको लागि हड्डीहरू निकालेर खसीको मासुहरूको पिसहरू तयार गरिन्छ। त्यसपछि फेरि प्याजको पेस्ट, अदरकको पेस्ट, गरम मसला धुलो, जिराको धुलो, मिट मसला, जानीको धुलो, बेसार, जिरे नुन लगायतको, अनि तेल, कागज चाहिँ अब मसलाहरूलाई मासुको भित्री भागसम्म पुर्याउन कागजले चाहिँ मद्दत गर्छ। त्यो अनुसार तयार गरिन्छ। त्यति गरेर चाहिँ दही पनि अलिकति हालिन्छ। अनि त्यो मजाले मोलिन्छ र 6 घन्टादेखि 24 घन्टासम्म त्यसलाई चाहिँ राम्रो कपडाले मोलेर राखिन्छ। अनि त्यो गरेर चाहिँ अनि त्यस पछाडि फेरि सेक्वा बनाउन उपयुक्त हुन्छ। हामीले चाहिँ आजको 7 घन्टा मेरिनेट गरेर राखेको। मेरिनेट गरेपछि 7 घन्टापछि यो पकाउँदैछ। सेक्वा बनाउँदैछ। त्यो हातमा लाउनु हो चाहिँ के हो हातबाट? यो चाहिँ स्प्रे हो। यसले चाहिँ एउटा ह्युमिडिटीको मात्रा सेक्वामा भएको पानी सुक्दै जान्छ र डढ्ने खतरा हुन्छ, सेक्वा नपाक्ने सम्भावना हुन्छ। र यसलाई चाहिँ अब ह्युमिडिटीको मात्रालाई पर्फेक्ट बनाउन यो प्रयोग गरिन्छ। मैले पानी स्पेसल पानी छिर्दैछु यसमा। यो चाहिँ हावा दिँदैछ यसले चाहिँ। यो तयार हुनु कति लाग्छ? धेरै टाइम त लाग्दैन तयार हुन, तर यहाँ अलिकति भने जस्तो सिलहरू र आगोहरू मिलिरहेको छैन, नत्र भने एकछिनमै तयार हुने हो। यो धेरै लामो टाइम चाहिँ यसले लिँदैन। अनि यो यसो अलिकति नुहागी चलाउनु पर्यो भनेर कि यहाँ अहिले हामी भेला भएको छौँ छतमा सबैजना। यता बन्दैछ बेलाबाट टक्क खाने। अहिले चाहिँ टक्क यहाँ रेडी भएर ल उठाइहालौँ त। हो अहिले तयार भएको छ है। यता खाएर हाम्रो सिङ्गा हो के फाइदा मुखमा नअडेर है यो अर्धा खिचेको चाहिँ यता खाएको हाम्रो निकाल्दैन। काकाको निकाल्दैन न अरू त भयो। घरमा ल्याएर मसला पिस्नु वाह हो गया।
यहाँनिर दोस्रो लट फेरि तयार हुँदैछ ल हाम्रो सटमा वेटिङमा छौँ हामी खानुको लागि ल यो चाहिँ अब टक्कै फाइनल राउन्ड हो यो कस्तो हो यति नै है लास्ट यति बजाएर चाहिँ मान्छे सबै थला परिसक्यो अघि यहाँ कुर्सी सबै भरिएको थियो अहिले खाली भइसक्यो भनेपछि सेक्वाले मान्छे लाग्यो यस्तो छ ल यसरी हामीले चाहिँ मनायो है न्यु इयर चाहिँ